यो पटक प्रतिनिधि सभाको चुनावमा 3,448 उम्मेद्वार मैदानमा छन्। यसमा 1,187 स्वतन्त्र उम्मेद्वार छन्। यो सङ्ख्या अघिल्लो चुनावभन्दा धेरै हो, तर इतिहासले देखाउँछ कि स्वतन्त्र उम्मेद्वारहरू संसदमा धेरै जित्दैनन्। 74 र 79को सङ्घीय चुनावमा धेरै उठे पनि जित्ने सङ्ख्या धेरै कम रह्यो। स्वतन्त्र उम्मेद्वार भन्नाले त्यो व्यक्ति हो जसले कुनै पार्टीको आधिकारिक प्रतिनिधित्व नगरी चुनाव लड्छ। उनीहरू प्राय पार्टीले टिकट नदिएर आफ्नै शक्ति देखाउन वा परम्परागत पार्टीको नीतिबाट असन्तुष्ट वा स्थानीय तहमा व्यक्तिगत लोकप्रियताका कारण। संविधानको आर्टिकल 76 अनुसार प्रधानमन्त्री बन्न संसद सदस्य हुनैपर्छ र 275 मध्ये कम्तीमा 138 सांसदको समर्थन देखाउनै पर्छ। त्यसैले निष्कर्षमा स्वतन्त्र उम्मेद्वारको सङ्ख्या बढेको छ, तर पार्टीको समर्थन बिना प्रधानमन्त्री बन्नु अझै पनि कठिन छ। सङ्ख्या होइन, संसदभित्रको समर्थन नै निर्णायक हुन्छ।